ओके ल हेलो 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 गाइस ल बोल्दिनु दाइ एक दुई शब्द जाओस् हाम्रो चाहिँ साथीभाइहरू एकदम जिग्री पनि के भने फ्यामिली जिग्रीवाला अनि आज तारेभिर जाउँ नि त भनेर हल्का यसो शनिबारको दिन सबैजना जब गर्ने अनि आज रमाइलो गऱ्यौँ भन्दा तारेभिर हाम्रो चाहिँ भर्खर डेस्टिनेसन सुरु भएको छ अहिले चाहिँ हामी कपन गुम्बामा सबैलाई घरमा बुढीको टेन्सन लाएर घरबाट भाग्यो बुढीलाई यहाँ दाइ यसो अनुहार हेर्नु न बुढीलाई टेन्सन लाग्छ कसलाई देखाएको सबभन्दा धेरै यसरी खुल्छ यस्तो नगरिदिनु है भनिदिनु ट्याग गरेर भाउजूलाई बुढी पीडित अलिकति पीडित चाहिँ यहाँ दाइ जस्तो दुब्लाएर हेर ठिकै छ ल अब हाम्रो प्लान चाहिँ खास के हो भने यहाँबाट तारेभिर जाने हाम्रो आजको प्लानर चाहिँ मिस्टर रबिन विष्ट हो है फेरि होइन तपाईँ हो दाइ होइन पीडित रबिन हो होइन अनि 4 घण्टा लाग्छ यहाँबाट 4 घण्टा हिँडेर तारेभिरको हामी अहिले ठ्याक्क कपनको गुम्बाको मुनि यहाँ माथि गुम्बा राम्रो बाटो बनेको छ यहाँ कस्तो राम्रो बाटो छ है भ्यू देखाइदियो न कस्तो राम्रो घरहरू छ होइन माथि त्यो पनि नयाँ बनेको गुम्बा हो त्यो पनि अहिले नयाँ बनिरहेको छ यस्तो मकै बारी छ होइन राम्रो भ्यू छ ल अब हामी बिस्तारै तपाईँहरूलाई सबै कुराहरू देखाउँदै जान्छौँ डङ्गलमा हेलो हेलो गाइस हामी जगडोल पुग्यौँ जगडोलको यो हामी 3 घण्टामा तारेभिर पुग्छौँ भनेको यो पाराले त 5 घण्टा लाग्छ यो पारा एकछिनमा त्यहाँ गाडी चढ्नुपर्छ लास्टमा बिचमा फेर फर्क्यो भन्ला नि जस्तो मैले हो कि आज डेस्टिनेसन पुरा गर्ने हो दाइले गर्छ काजी कडा पुरा हुन्छ कि सर बुढो सबभन्दा स्टामिना भएको नै दाइ हो को हाम्रो टोलीमा सन्तोष दाइ ए लक्ष्मण दाइ सन्तोष स्टामिनामा कम भने सन्तोष दाइ हो ल मलाई सन्तोष छ आजकल केटालाई स्टामिनाको बारे दिन त थाहा अहिले चाहिँ हामी बिच जङ्गलमा चाहिँ हिँडिरहेको छौँ केटाहरू यतैतिर सुत्छन् कि भन्ने डर लाग्छ दाइहरूलाई म सम्हालेर लिएर जान्छु है हुँदैन सम्हालेर लिएर जान्छु थ्याङ्क यू भाइ त्यही त भने त त्यहाँबाट कति छ भने त्यो भनेको 5% हो 5% नै होइन 2% होला होइन अब त्यहाँबाट साथी हिँड्न नसक्ने भयो अब के गर्ने जाने कि फर्किने भन्ने भयो चिसापानीबाटै फेरि अनि बियर खुवाइयो होइन बियर खाएपछि अलिकति माथिसम्म हिँड्यो अनि रुमाल बाँध्यो बल्ल 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 माथिको भन्ज्याङसम्म पुर्यायो जो मेन जङ्गल सुरु हुन्छ नि त्यहाँनिरसम्म पुर्यायो अनि त्यहाँ पछि आर्मीको एउटा ग्रुप भेट्यो भेटेर हिजो भर्खर के अरे ऊ खाछ मान्छे खाछ हिजो भर्खर मारेको चितुवाले कि बाघले मारेको अब यो चाहिँ बाघ चाहिँ फेरि यही सर्कलमा रेगुलर ऊ गरिरहेको हुन्छ हामी त्यसैको अहिले सर्चिङमा हिँड्दा हो तपाईँहरू जङ्गलको बाटो 3 जना मात्र हुनुहुन्छ यतिखेर 6 बन्दा लगाइसक्यो किन हिँड्ने भन्छ माटो नै अब फर्किने कि हेर अब त जानु पर्यो नि होइन हामी जान सक्छौँ हामीले सबै सेफ्टी उ गरेर आएको छौँ जान्छु भने अनि 2टा बाटो भने एउटा चाहिँ यताबाट त्यो मेन पुरै ठाडो उकालो छ अझै त्यहाँबाट चाहिँ उहाँ हिँड्न सक्नुहुन्न होला यताको तेर्से बाटो छ तर लामो छ यताबाट जानु भने त्यो खोलाको छेउछेउ काजी एउटा खोल्छो रहेछ त्यो खोल्छ यति लामो बाटो हो यति लामो अनि त्यहाँबाट त्यो आर्मीले चाहिँ बाघ आउँछ भनेपछि त्यो मुला साथी यस्तो तुफान हानेकै बाटो हामी त त्यो अरूलाई 3 घण्टा लाग्छ भनेको बाटो हामी 1.5 घण्टामा फुत्तै माथि निस्क्यो कहाँ चिसापानी पुग्नु बिचमै छौँ हामी अझै होइन यस्तो ठाउँमा पुग्यौँ कि जहाँ चाहिँ गाडीको रोड भेट्यो होइन रोड भेट्यो त्यहाँ 6:30 कि 7 कति बजिसकेको थियो होइन भनेको झन्डै 7 बज्न लाग्यो गएर रोडमा माथि पुग्यो
अनि त्यहाँ पुगेपछि त काजी यस्तो पानी पर्यो अब हामीलाई केही थाहा छैन न हामीले फेरि बुक गरेका छौँ रिजोर्ट होटलहरू बुक गरेर नि होटललाई कल गरेर हामी यसरी हरायौँ यो भन्न मिल्थ्यो त्यो भन्ने बाटो अप्सन पनि केही छैन आधा रातमा कहाँ एउटा गाडीको हर्न सुन्ने होइन अनि अलि यता खायो अलि यता खायो गाडी त आइरहेछ ल केटा हो अब बस्नु भने सबले फेरि लोरो टेका छ यत्रो लोरो होइन गाडी रहेछ सहकारीको भक्तपुरको एउटा सहकारीको गाडीले टुर लगेको रहेछ हामी मलाई जङ्गलको बाटोमा 3टा केटा यत्रो लोरो बोकेर सब है चोर्नलाई रेडी भयो भनेर बसिया रहेछ गाडी मलाई हामीसँग आएछ त झन् तुफान भयो लोरो फालेर हेल्प भनेर कराउन थाल्यो 3जनाले अनि रोक्यो गाडी रोकेर अनि तिनीहरूसँग गएर तिनीहरूसँगै बसेको भने भोलि ला काजी हामी होइन त्यो गाडी नआएको भए नि हामी कहाँ पुग्थ्यो थाहा थिएन क्या यो कहानी चाहिँ कहाँको हो रे भनिदिनु त एकचोटि मैले चिसापानी कहाँबाट कहाँ जाँदा जहाँ जाँदा पनि प्लान गरेर एकदम सबै गरेर त्यहाँ जाँदा कति लाग्छ सब कुराहरू बुझेर साथीहरू कस्तोसँग गइरहेको छ हिँड्न सक्ने नसक्ने कोही रोगी होला नि कोही बिरामी यो चाहिँ एकदम विचार गरेर हिँड्नुपर्ने छ भनेर तपाईँहरू चाहिँ सुन्दरी जलबाट चिसापानी हाइकिङ जाने बेलाको कहानी कति वर्ष अगाडिको कुरा हो त यो लगभग 5-6 वर्ष अगाडि ल नयाँ कुरा गेन भयो होला होइन तपाईँहरूले नि सिक्नुहोस् होइन त्यही भएर अनप्लान चाहिँ हिँड्नु हुँदैन अब आजको चाहिँ हाम्रो प्लानर मिस्टर रबिन विष्ट हो अब खै आजको त्यसले के गर्छ अब हेरौँ के गर्छ नि आज रबिन दाइले हेरौँ होइन आज नि हालत के हुने हो ल भन्दै अब सन्तोष दाइ त अब सन्तोष दाइको कहानीले यहाँ अब भाइरल हुने भयो आज कस्तो दामी देखेँ तिमी जस्तो भएर कहिलेको कुरा हो ए 4 फाले अरे ठिक छ डम्पिङ साइट दाइ आउनु दामी छ ल भ्यू एकदम शीतल छ कि अरू भन्दा नि आज घाम लागेको छैन पानी परेको छैन क्लिन त्यही हो आजको फाइदा दाइहरू लखतरान होइन दाइ के भयो लास्ट साह्रै भयो क्या होइन अलिअलि थकाइ लाग्छ धेरै छैन दाइ थोरै पानी है धेरै पिउनु मिल्दैन जसले नल्याएको छ त्यसलाई त कम पिउनु त्यो चाहिँ हो ल पानी पुगिहाल्छ नि अब हामी 50% आइसक्यो फलाफल पुग्छ ल के छ म खान्छु दाइ पाउनु एक सट यता देखाम है एकदम अहिलेसम्म चाहिँ खासै त्यति थाकेको चाहिँ छैन ल बस्नु न गीत बजाइरहेछ नि दाइहरूले हामी 50% भयो दाइ 50 अलि भएन ओहो घरबाट गर्ने हो नि त भइसक्यो घरबाटै त हो नि गर्ने यहाँ जगडोलबाट आमा त्यसो भयो त यार दाइ लास्ट 75 बाँकी छ 75 होइन 50 बाँकी छ घरबाट गर्ने नि 50 छ घरबाट गर्ने हो नि 50 ल ठिक छ अब हामी तपाईँहरूलाई चाहिँ माथि गएपछि देखाउँछौँ होइन दाइहरूको प्लान चाहिँ अब रनिङ हाम्रो दाइहरूको प्लान चाहिँ टक्क माथि बस्ने रविन दाइले एउटा लोकेसन हेरेका छन् त्यहाँ चाहिँ सुकुटी हिँड्दै सुकुटी खाने लोकेसन हेरेका छन् टिकटकमा टप 5 सुकुटी रे तारेभिरको टप 5 सुकुटी ल तारेभिरको टप 5 सुकुटीमा बसेर अहिले तपाईँलाई हामी देखाउनेवाला छौँ ल यो त साइकल ट्रायल पनि भएछ साइकल आइरहेछ है गाइस आउनु डराउनु भएन है साइकल चलाउने कम अन यस
उड्यो 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 ए ल है ल हामी त अब रमाइलो यस्तै हो अब ल ठिक छ लड्नु भएन ब्रदर ल म उचाल्छु ए खोइ त खोइ ल ल ल ए ल बिस्तारी ए ल बिस्तारै ल है ल वाउ यहाँ आएपछि पानी पनि पर्यो ल ब्रदर ल जाऊँ त ल ओइ ल है ल अब त जे आउँछ त्यही जे आउँछ त्यही है ल पानी पर्यो यस्तो बाटोमा साइकल यस केटाले मान्छे भयो ल जानु ब्रदर ए चिप्लो क्या गयो यहाँ बगाल्दैछ ल ब्रदर ल यो साइकल कसको ल लिनु त्यो हुने नै त्यो ल आफै बन्छ कि आफै हो केटाहरू हामी यहाँ हाइकिङमा पानी परेर रेनकोटको रेडी हुँदैछ कता हो साथीहरू रेनकोट तोडेर ए च्यात्ता ल यति भइसक्यो अब कहाँ जानु साथी हो कता 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 साथी हो कता ल अब ल तिमीहरू जाऊ ल अहिले चाहिँ हामी तारेभिरमा आइपुगेको छौँ दाइहरू के खोज्दै आउनु भयो खास ए च्याउ हो ए दाइ कस्तो हुन्छ एकचोटि हेरौँ न दाइ हेरौँ एकचोटि च्याउ हेरौँ न यो खानु मिल्ने च्याउ हो ए यो पहेँलो च्याउ के हो नाम छ यसको यो पहेँलो त ए नामै पहेँलो यो त बुढी च्याउ हुन्छ ए यो चाहिँ बेच्ने हो कि आफै खाने हो रगत च्याउ हुन्छ नि आफै खाने हो खाना पोइजनवाला होइन पोइजनवाला होइन भन्नु बिक्छ छैन नि ए ओए ल तारेभिरमा आइपुग्यो तारकेश्वर ए तारकेश्वर भन्नु आइरहेको रहेछ तारेभिर हेर यहाँ मौसम ल ओ साथी हो ओइ कता हो ओइ साथी हो कता हो तीनजना कता हो साथीहरू नबोली बोल्नु पर्यो कता हो हेर न मकै एन्ड दिस इज द भ्यू फ्रम तारेभिर है अब चाहिँ आइपुग्यौँ र अब चाहिँ हामी चाहिँ तारेभिर आएर सुकुटी ठाउँमा आइसकेको छौँ सो दाइहरू चाहिँ पुरा रेस्ट हो ल है हामी चाहिँ आइपुगेछौँ यहाँ चाहिँ एकदम प्याक रहेछ ठाउँ पकाएको ठाउँ एकचोटि हेर्न जाऊँ है यहाँ भित्र जस्तो छ पकाउनु हामी के लिन आएको दाइ हामी सुकुटी एक प्लेट आलु एउटा स्याङ एक बोतल होइन अरू के छ स्पेसली बनाइ मिलाएर हजुर अब बदम साथीहरू चौध सात दिन त है यो अब यो के तपाईँले दिने भन्दै अब हामी यहाँनिर पानी पर्यो प्याक हुँदो रहेछ सानो छ होइन चिटिक्क परेको ठाउँ के सिद्धिया छ अरे दाइ काँक्रो सिद्धे खायो अरे दाइहरूले अब आनन्दले रेस्ट हान्नु लोकल काँक्रो खाने भइरहेको लोकल देखे अब आफ्नै यो त गयो दाइ गयो भन्दै ल ल हजुर पकाएको त्यहाँ अँध्यारो रहेछ दाइ अलि लाइट पुगेन र हाम्रो सुकुटी आइसकेको चाहिँ यहाँको चाहिँ एकदम फेमस सुकुटी भन्ने छु ल चाखेर भन्नु दाइ दाइले चाख्दै हुनुहुन्छ मेरो मुखबाट थुकाइसक्यो ल रविन दाइले यसको साह्रो बना भन्नु है व्याख्या गर्नुहुन्छ के कस्तो छ दाइ ल ठिक छ दामी छ तारेभिरको सुकुटी म पनि ट्राई हान्छु एउटा म तपाईँलाई खुवाइदिन्छु ल होइन दाइ म खान्छु नि हो ल चिउरा आयो लगाइस् है चाहुमा हामी पनि कस्तो रहेछ यहाँको आलु ननेमा है आलु
पिरो बढी भयो पिरो न पिरो हालेर दाइ त्यो आलु पनि नराम्रो यो मिठो कि तलको यो मिठो आलु फेर्नु है हामीले अहिलेको आलु खाएको पनि त्योभन्दा यो मिठो रहेछ दिदी हामीले यो अझै 1 प्लेट भनेको थियो होइन थोरै ग्रेभी बनाइदिनु न भन्नु ल बन्छ कि बन्दैन थाहा भएन त्यही पनि भन्ने है थोरै टमाटर हालेर अलिक ग्रेभी के है हस् मिठो लाग्यो जोस म खास फुड ब्लग चाहिँ होइन त्यो भन्न चाहिँ आउँदैन कस्तो छ भनेर तर मिठो कहाँको दाइ गुरुङ गाउँको बेस्ट यहाँको है ल सबैले यहाँको भन्दा चाहिँ गुरुङ गाउँको मन पऱ्यो तर यहाँको मिठो छ मायाको आमाले पनि एकदमै मिठो बनाउनु भयो नि हो खाएन होला त धेरै मिठो बनाउनु हजुर भन्दै मस्त चपाउँदै हुनुहुन्छ कति घन्टा हिँड्यो त हामी यहाँबाट आउनु कति बेर लाग्यो होला हामीलाई 11 बजे हिँडेको कति बजे 2 बजे 3 घन्टा हिँड्यो 3 घन्टा हिँडेर बस्दै आइयो हामी फोटो सोटो खिच्दै ल भन्दै अब चाहिँ हामी खान्छौँ होइन त्यही हो कस्तो रे राम्रो कि नराम्रो तपाईँ सर्भ गर्नु भयो तपाईँ खाँदैन ल दाइहरूले चाहिँ तामाङ स्टाइलमा हान्ने ल लासो हान्नु दाइ ल हान्नु स्वराप तिनैजनाले ल है खाना पाए त बबाल म चाहिँ खाँदिनँ होइन म चाहिँ अब यहाँ जुस केही मगाएर खान्छु र शीतल खाने हो यही दाइहरूले हेर्नु यहाँ आमामा बिस्तारै दाइ झगडा नगरिकन है दाइ म चाहिँ अब यहाँ ऊ मगाउनु पऱ्यो जुस मगाउनु पऱ्यो अनि जुससँग खाने हो ए त्यस्तो नराख्नु नि दाइ यार सब कस्तो मिठो भएको राखेछ नि गो यहाँ पाएर ल यही खाँदै एकदम मिठो छ यो कोक पनि बनाएको है कोक त खान्न म टिस्यु पेपर पनि दिएर कोक चाहिँ खान्नु टिस्यु पेपर के खानेहरू छ हजुर ल दिदी काँक्रो त छैन है चिसोमा के छ चिसोमा कोक बाइक कोक स्प्राइट फ्यान्टा ए यहाँ पाउँदैन ए ल पसलमा कहाँ हो पसल ए दाइ ए पसल यहाँ हो चिसोमा के छ कोक फ्यान्टा स्प्राइट केही पनि होइन अरू एउटा उयो दिनु न त खाइदिउँ आज खोइ बदम जुस हो ल एउटा बदम जुस दिनु ल धन्यवाद म चाहिँ योतिर लागेँ काँक्रो छैन है अब के गर्ने त मगाउनु मिल्दैन ए ल हस् त्यसो भए अब काँक्रो छैन काँक्रो मगाएको अरे बेलुका मात्रै आउँछ अरे लगाइछ चेड हानौँ न त एकचोटि फेरि अब मेरो नि छ्याङ जस्तै त छ नि यो बदम जुस नि ल दाइहरू र फेरि एकचोटि लासो दाइ हेर छिटो रबिन दाइ हेर ल लासो अस्ट्रेलिया त दाइहरूलाई टिपिहाल्छ दाइहरू यहाँ आफू यस्तोमा छु होइन यस्तो जुस खाइरहेको छु दाइहरू यहाँ यो रबिन दाइ हो नेक्स्ट लेभल दाइ ल एक दिन बोकेर बसिरहेछ कति खान्छ कति खान्छ नि
यसमा धेरै हुन्छ जगभन्दा कति जग हामी त एक जग मगायो भाली भयो एक जगभन्दा धेरै होला नि हालौ हालिदिनु न कस्तो छ यो वेदर ल हामी चाहिँ अहिले राति 7 बजे तारे भिरबाट ओह्रालो लाग्दैछौँ अब कसरी पुग्ने हो यत्रो वहाँ काठमाडौँ पुग्नलाई लास्ट गाह्रो होला जस्तो छ अँध्यारो पुरै भइसक्यो अब दाइहरूलाई सम्हालेर लानुपर्ने जिम्मा चाहिँ मेरो परेको छ ल ऊ यस्तो त छ नि दाइ देख्नु हो अनि जुस खाम्रियो अब साला लिची जुस किन्यो भने त साला 25 रुपैयाँवाला जुस किन्यो 30 रुपियाँ हो दाइ यार है अब यो अब दाइहरूलाई सम्हालेर लिएर जानु पर्ने छ कसरी जाने हो है गाह्रो पर्ने भयो ल अब आजको भ्लग चाहिँ 7 बजे तारे भिरबाट म अन्त्य गर्दैछु अँध्यारो त छैन तर दाइ हेर्नु न यहाँ हुसुले सन्तोष दाइ यहाँ मोबाइल चलाइरहेछ पानी परेर दाइ त्यहाँ हेर्नु न दाइले लाग्यो सकाइदिनु भने भिडियो यार के भन्छन् भन्छ ल सी यू गाइज बाई बाई